फ्रेन्ड्स म चाहिँ यति साह्रो एट्याच हुँदो रहेछ कि यिनीहरूसँग अझै छ यिनीहरू अझै छ हो यसलाई निकाल्दा पनि याद आउँछ के हो किनभने यसलाई निकालेपछि चाहिँ त्यो पनि सँगसँगै आउँथ्यो नि त यसको पछि त्यो सँगसँगै डुलिरहन्थ्यो नि अरू बेला मैले भिडियोमा पनि हालेको छु है अब इमोसनल मेरो चाहिँ एट्याचमेन्ट यति डरलाग्दो कि अब मेरो चाहिँ मन कस्तो दुखिरहेको छ हो त्यो भुल्नै सकेको छुइनँ मैले चाहिँ अब मान्छे मेरो घरको मान्छे उयो भएको जत्तिकै भएको छ मलाई चाहिँ हो पेन चाहिँ मलाई चाहिँ अब मलाई मात्रै थाहा छ है यसलाई बाहिर निकाल्दा पनि मलाई चाहिँ याद आइरहेको छ पिला निकाल्दा पनि अझै यिनीहरूलाई भन्दाखेरि पनि कस्तो हुन्छ होला मलाई चाहिँ है अब यिनीहरू केही भएपछि त्यहाँदेखि बादमा चाहिँ म चाहिँ पाल्दिनँ भनेर सोचिरहेको छु साथीहरू लाग्छ बाहिरकोहरूलाई बिस्कुटहरू किनेर खिलाउनु पर्छ कि साथीहरू तर घरमा पाल्यो पछि चाहिँ नि यति डरलाग्दो यिनीहरूलाई केही भयो भने चाहिँ यति डरलाग्दो पेन हुँदो रहेछ नि मेरो क्याटको लागि यति पेन कहाँ बसेको मैला छ आज त मैला पनि बस्यो त सधैँ त बस्दैन हुँदो रहेछ कि साथीहरू अब चाहिँ काबु अब चाहिँ म नि यस्तो अब चाहिँ म यिनीहरूलाई केही भयो भने चाहिँ त्यहाँबाट चाहिँ म चाहिँ घरमा चाहिँ म पाल्दिनँ यस्तो मुटु दुख्ने उयो यस्तो डरलाग्दो पेन आमामा म त यस्तो भएको छु साथीहरू अझै छ यी मायाको खानी यसको पनि हात यस्तो छ यो त झन् मसँगै बसिरहन्छ सुतिरहन्छ यो चाहिँ बेसी घुम्दैन मेरो किया चाहिँ बेसी घुमेर के खायो होला जस्तो लाग्यो त्यही भएर त्यसलाई त्यस्तो बिमारी भयो यो चाहिँ त्यति साह्रो घुम्दैन यसको चाहिँ हातले पनि अलिक सपोर्ट गर्दैन नि त अन्त यो पनि मायाको भण्डारहरू यिनीहरू छ चाहिँ के चाहिँ अझै यसो आउँछ कि जस्तो लाग्छ मलाई चाहिँ हो अहिले पनि के गर्नु यस्तै हुँदो रहेछ